साथीहरु, आज चाहिँ हो सन्डे, हाम्रो चाहिँ सन्डे मार्केट। अन्त म चाहिँ बजार जाँदैछु, मेरो साथमा हुनुहुन्छ मेरो मम्मी। अन्त अहिले चाहिँ म आइसकेको छु रोडमा। यो चाहिँ हो हाम्रो रामझोराको रोडको नजारा। आज चाहिँ मौसम एकदमै राम्रो भइरहेछ, पानी परेर चाहिँ मतलब अब घाम पनि छैन, पानी पनि छैन, ठिक्ककै भइरहेछ। र अहिले चाहिँ म बजार जाँदैछु, हेर्दै गर्नुहोस्। अहिले अगाडि बजारमा भेटौँ ल। बजार चाहिँ यतिको भिड छ, यहाँ हेर्न सक्नुहुन्छ। यो चाहिँ हो हाम्रो रामझोराको बजार। र मेरो मम्मीले चाहिँ यहाँ सब्जीहरू छान्नु हुँदैछ। हामी चाहिँ सब्जीहरू ढुक्कै उसकैबाट लिन्छौँ नि त हो। उसको दोकानबाट चाहिँ मम्मीले तेल मसलाहरू लिनुहुँदैछ। यो कोलकाता जाऊँ भन्नुहुँदैछ, कोलकाता सकिरहेको थियो, त्यही भएर। र अहिले चाहिँ मैले सौदाहरू गरिकन आन्टीको दोकानमा आएको छु। आन्टीकोमा चाहिँ मसलाहरू एकदमै राम्रो पाउँछ, फ्रेस हो। मासुमा हालेर खानु झन् एकदमै मिठो हुन्छ। र कोलाई थाहा छैन, यो आन्टीकोमा आएर मसलाहरू लिन सक्नुहुनेछ। अहिले चाहिँ म कृष्ण मामाको दोकानमा आइसकेको छु। यहाँ हुनुहुन्छ हाम्रो कृष्ण मामा। ओ मामा, ओ भाइ, यहाँ भाइ, यहाँ छ मामा। लु मलाई पनि दिनु त एउटा। यो के अरे यसको नाम? अनारस, पाइनएप्पल अरे। लु है, मम्मी र माइजू यहाँ अँगला मारिरहेछ। संयमनहरू क्या हो, बजारमा संयमनहरू भेट्दा छ यहाँ। यहाँ चाहिँ हुनुहुन्छ हाम्रो फुपू। यहाँ मलाई चाहिँ मेरो भाइले बनाएर दियो होइन। र अब चाहिँ म खान्छु, म चाहिँ यता छु। अहिले चाहिँ हामी माछा दोकान आएको छ। त्यो चाहिँ हो माछावाला, उसकोमा माछा चाहिँ एकदम फ्रेस छ यी। अहिले चाहिँ म घर पनि आइपुगेँ होइन, सौदाहरू गरेर। अन्त आजको लागि चाहिँ यस्तै भयो। फेरि भेटौँ न अर्को भिडियोमा। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। बाई बाई, लभ यू।